हेलो साथीहरू, के गर्नुहुँदैछ? अनि आज चाहिँ म चाहिँ मेरो यहाँ अर्ग्यानिक हर्दी छ हो। हर्दी चाहिँ सकिरहेको रहेछ र चाहिँ म यहाँ पिस्दैछु। यहाँ पहिला पनि पिसेर चाहिँ राखेको थिएँ। यो चाहिँ अर्ग्यानिक हर्दी हो। पिस्नु पर्यो भनेर चाहिँ पिस्दैछु। म चाहिँ ओखलीतिर पिस्दिनँ हो। अलिअलि चाहिँ खानेको लागि चाहिँ यहाँनिर घरमै नै मिक्सीमा लाउँछु। ओखलीमा चाहिँ पिस्दिनँ। म चाहिँ घरमा चलाउनुको लागि चाहिँ मेलतिर लाँदिनँ। धेर त हुँदैन, 3-4 केजीहरू जस्तो सुक्खा घरकै हुन्छ हो। अन्त म मिक्सीमा नै पिसेर चाहिँ घरमा चलाउने गर्छु। बजार चाहिँ पिस्न चाहिँ लाँदिनँ। यसरी नै सजिलो लाग्छ मलाई चाहिँ। अलिकति पिस्यो चलायो, फेरि अलिकति पिस्यो चलायो, त्यसरी नै सजिलो लाग्छ र चाहिँ। तपाईँहरूले पनि कसरी पिस्नु हुँदैछ? तपाईँहरूलाई पनि अब है यसरी मिक्सीतिर हतारको बेलामा है अलिकति पिस्नु पर्यो भन्दा पनि भइहाल्छ। अब ओखलीहरूतिर भने चाहिँ टाइम लाग्छ पिस्नुलाई। हेर्नुहोस् न, लाइट जोडेकै छुइनँ रहेछ। अब चाहिँ भयो होला, यति नै। अलिअलि तत्तिएछ पनि। अनि हर्दी चाहिँ फेरि तपाईँहरूले भन्नुहुन्छ होला, अहिले भाइरल एउटा रिल्स छ नि हर्दी पानीको, त्यहाँनिर हर्दी लाएर चाहिँ सक्यो भन्नुहुन्छ होला कि। तर त्यसरी चाहिँ नभनिदिनुहोस्, किनभने मैले चाहिँ अहिलेसम्म हर्दी पानीको चाहिँ रिल्स चाहिँ बनाएको छुइनँ। आज बेलुका चाहिँ ट्राई गरौँ कि बा भन्दैछु, तर बनाएको चाहिँ छुइनँ मैले। कतिको भएछ हेर्नुहोस् ल, पिसिएछ मजाले। यो हर्दीको कमाल चाहिँ भरे बेलुकाको भिडियोमा हेर्नुहोस् ल तपाईँहरूले। आज म पनि बनाउनेवाला छु। हुन्छ अब हिजोतिर हर्दी छैन भनेर चाहिँ बनाएको चाहिँ होइन नि मैले। फेरि हर्दी त अलिअलि छनु चाहिँ कि, र पनि सबैजनाले बनायो हो। मलाई पनि बनाउँ लागिरहेको छ। आज चाहिँ म पनि बनाउनेवालामा छु। कस्तो हुन्छ है त मेरो पनि भाइरल रिल्स चाहिँ हर्दी पानीको चाहिँ। पिसिएछ। अब यसमा म अब चाल्नीमा अलिक चाल्छु। अलिअलि खसुरो त निक्लिन्छ र पनि चाल्नीमा चालेर चाहिँ। तपाईँहरू पनि कतिजनाले चाहिँ है यसरी मिक्सीमा पिस्नुहुन्छ होला, कतिजनालाई चाहिँ थाहा छैन होला। थाहा नहुने साथीहरूलाई चाहिँ तपाईँहरूले पनि यसरी अलिअलि चाहिँ मिक्सीमा पिसेर पनि चलाउनु सक्नुहुन्छ है साथीहरू। बाई बाई।